1000 बुद्धको मन्दिर। यहाँ हरेक हजारवटा बुद्धको रूपहरूको मूर्तिहरू देख्न पाइन्छ। अहिले म त्यहाँ एकछिनमा देखाउँछु। आज पनि हामी यहाँ यसो घुम्न लागेको। आज यहाँ आइतबार भएको दिन भएर पनि यो बिदाको सार्वजनिक बिदा भएर पनि यहाँ मान्छेहरू एकदम भिडभाड छ र प्लस अर्को यहाँ अहिले चाइनाको न्यु इयर चाइनिज न्यु इयर भएको कारणले पनि धेरै ठाउँबाट मान्छेहरू यहाँ घुम्न आएका छन्। एकदमै सुन्दर यो डिजाइनहरू कलाहरू यहाँ ड्राइगनको रहेछ। यहाँबाट चाहिँ प्रार्थना गर्न मिल्दैछ। यहाँ देख्नुहुन्छ बुद्धहरू तर के नाम हो मलाई थाहा भएन राम्रोसँग। मान्छेहरू पनि घुम्न आएका छन्। यो मेरो दोस्रो चोटि हो यहाँ। पहिला म आजभन्दा लगभग 6-7 वर्ष अगाडि पनि आएको थिएँ। त्यतिखेर अलिक मान्छेहरूको भिडभाड कम थियो नि त। यतिखेर त अब चाइनिज न्यु इयर प्लस आज यो सार्वजनिक बिदाको दिन पनि भएर होला। यहाँ यस्तो सुन्दर सुन्दर यो बुद्धको आकृतिहरू स्वरूपहरू देख्न सक्नुहुनेछ तपाईँहरूले। यहाँ एकदमै सुन्दर सुन्दर छन्, राम्रो छ। यो चाहिँ कति तला लगभग 1 2 3 4 5 6 7 8 9 लगभग 9 तलाको रहेछ यो। एकदम आकर्षक मन्दिर। धेरै टाइमपछि आउँदाखेरि एकदमै राम्रो लाग्यो। धेरै एकदम फरक पनि पायो भने यहाँ हेर्नुहुन्छ है मान्छेहरू यहाँ फोटो खिच्नलाई बस्दैछन्। म तपाईँहरूलाई एकदम पुरै वरिपरि घुमेर यहाँ देखाउँदैछु यहाँको उयोहरू। यहाँ पनि अब देवी हो कि देउता हो अब यहाँ पनि रहेछ मान्छेहरू। यहाँ फोटो यहाँबाट पछाडि हङकङको एकदम सुन्दर दृश्यहरू देखिन्छ। यहाँबाट पुरै बिल्डिङै बिल्डिङ यहाँ। र आज हङकङको मौसम फेरि यस्तो घाम नलाएर है बादलै बादल लाग्छ, चिसो चिसो छ यहाँ। यस्तो छ यहाँ मान्छेहरू पूजाआजा गर्ने धुप बाल्ने गरिरहेछ। यस्तै हो एकदम। यहाँ आफ्नो कला संस्कृतिहरूलाई चाहिँ एकदम यहाँ जोगाएर राखेको छ र एउटा पर्यटकीय स्थल पनि भयो भने अब यसरी आफ्नो संस्कृति पनि जोडियो। देवी देवतालाई पनि यहाँ अब सबै देश विदेशमा पनि चिनाउन मिल्ने भयो। एकदम सुन्दर सफाइ तरिकाले यहाँ रहेछ फुलहरू। यहाँ चाहिँ तपाईँको के रहेछ यो चाहिँ सपिङ गर्नको लागि तपाईँलाई यहाँ राम्रो राम्रो धुपहरू यो के मालाहरू रहेछ। यो मालाहरू पनि छ एकदम। चाहिँ प्रायः जस्तो मान्छेहरूले यो मालाहरू ढुङ्गाहरू लाउने चाहिँ मन पनि गर्ने रहेछ। सबै सानो सानो एउटा पटासिलो यहाँबाट चाहिँ त्यो देखेको। यहाँबाट म तपाईँहरूलाई बाहिर आउँछ यो जुन मूर्तिहरू छ नि लस्करी जुन देखिएको छ नि यो मूर्तिहरू यहाँबाट देख्नु यसरी देखिन्छ। यो तलैसम्म जस यहाँ आउने यो तलैबाट चाहिँ यो मूर्तिहरू छ यस्तो
यो तलदेखिबाटै 1000वटा छ अरे त्यो यस ठाउँको नामै 1000 बुद्ध भनेर रहेछ। यो चाहिँ बुद्धको यो स्वरूपहरूको आकृतिहरू हो सायद, त्यो नाम चाहिँ 1000 बुद्ध भनेर छ। कता गयो चाहिँ त्यही हो, टन्न पुरा बुद्धहरूको आकृतिहरू देखिने। अघि चाहिँ गएको हामी यही हो मन्दिर हो। यहाँबाट हामी चाहिँ अलिकति यहाँ माथि जाँदैछौँ। यहाँबाट चाहिँ म चाहिँ फर्स्ट टाइम जाँदैछु। यहाँ यस्तो रहेछ। यहाँबाट चाहिँ यहाँदेखिबाट लगाएर तलसम्म ट्याक्कै तल बाटो मुनिसम्म 1000 बुद्ध भन्ने रहेछ। सेकेन्ड टाइम यहाँ माथि चाहिँ पहिलोचोटि आएको। यस्तो यस्तो बनाएर टक्क राखेछ र आफ्नो कला संस्कृति जोगाउनलाई विदेशले सजाएर यस्तो सफा सुग्घर एकदम। यहाँबाट चाहिँ अलिकति माथि उकालोमा फेरि खत्रै उकालो। नेपालमा हो यहाँ चिप्लो, अब ढुङ्गा माटो हुन्थ्यो होला। यहाँ चाहिँ पुरा सिमेन्टले पुरा ढल्ने गर्दैछ बाटो त। मान्छेहरू आवत जावत भइरहेछ। हरेकको मूर्तिहरू यहाँ छ, विभिन्न स्वरूप। 1000वटा बुद्ध भन्छ, तर यहाँ सबैको एकदम डिफ्रेन्ट धेरै फरक छ कि। कुनै होइन होला कि एउटै सेम टाइपको अनुहारको फेस भएको, सबै फरक। यहाँ चाहिँ अर्को मन्दिर गुम्बा नयाँ चाहिँ माथि जस्तै रहेछ त हल्का स्वरूप चाहिँ। धेरै समय भयो नहिँडेको क्या, एकदम अलिकति हिँड्दा नि एकदम थकित भएको जस्तो महसुस। यस्तो रहेछ यहाँ चाहिँ। यस्तो रहेछ माथिको भाग चाहिँ। यहाँ चाहिँ चाइनाको देउताहरू रहेछ। यहाँ माथि चाहिँ यस्तो विभिन्न सानो मूर्तिहरू रहेछ। यस्तो मूर्तिहरू रहेछ। यसो हेर्दाखेरि चाइनाको पक्कै पनि शासकहरू राजाहरू हुनुपर्छ। यसो हेर्दा चाहिँ त्यस्तै छ। त्यहाँको शासक राजाहरू योद्धाहरूको सायद यो शालिगहरू हुनुपर्छ। यहाँ चाहिँ यो चाहिँ वर्ग राशिहरूको जस्तै नेपालमा पनि हुन्छ नि होइन, गुरुङ जातिको घोडा सर्प भने जस्तै सेम मुसा रहेछ। कुनै चाहिँ फरक। ड्राइगन हुन्न, यो बाँदर पनि हुन्छ। यो बाँदर भइहाल्यो। यो कुखुरा चाहिँ हुन्छ त नि, यो कुखुरा चाहिँ हुन्न होला, बङ्गुर पनि हुन्न होला। अरू सबै यो मुसाहरू सबै चिज हुने रहेछ। यो चाहिँ यसो लोगो चाहिँ पिस शान्ति जनाउने रहेछ। लगभग हाम्रो संस्कृतिहरूसँग पनि हल्का फुल्का मिल्ने नै रहेछ। यो बाटोमा फर्किँदै होइन, यहाँ त पुरा गाउँहरू जस्तै पुरा टिने मिसाएको। पहिला हामी अर्कै बाटोबाट फर्केर आएको, नेपालतिरको जस्तै गाउँहरू जस्तै।
एउटा सानोतिनो एउटा नेपाल भन्ने पनि हुन्छ यो। यहाँ जस्तै सानो घरहरू टिनले छाएकोहरू, टक्क फुलहरू, यहाँ बाँसको उसले टिनले बाँधेको घरहरू पनि त्यस्तै। हङकङको गाउँ होमस्टेहरू जस्तै। यहाँबाट चाहिँ पुरै बिल्डिङ हरेक चिजहरू व्यवस्थित तरिकाले राम पुरा यस्तो ढलन गरेर ढलको निकास पानी बगाउनको लागि हरेक चिज पानी बत्तीहरूको कागजबाट आएको पानी होइन जम्मा भएर टक्क तल यहाँबाट लगेर यहाँबाट खसालेर अन्त हरेक चिज व्यवस्थित।